Okay. Question number 1 मा जस्तो let's continue. Question number 1 मा जस्तो यदि complete income statement र balance sheet दियो भने हामीले डाइरेक्ट बाट गरे पनि भयो, इनडाइरेक्ट बाट गरे पनि हैन. तर यदि complete income statement को इन्फर्मेसन दिएन भने त्यस्तो क्वेशन एउटा हेरौँ ल. जस्तो कि क्वेशन 2 नै गरौँ न अहिले. सजिलोबाट गाह्रोतिर जाऊ अहिले. सर सर इनडाइरेक्ट मेथड को स्क्रिन देखाउनु न एकचोटी. ल yes. नेट इन्कम मा डिप्रिसिएसन हामीले एड गर्यौं अनि करेन्ट एसेट्स र करेन्ट लायबिलिटीज को आइटममा भएको चेन्जेसहरुलाई एडजस्टमेन्ट गरेर यो क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटीज आयो. भयो सर. हैन. ओके, म यो प्रब्लम 2 नै सल्भ गर्छु अहिले है. सजिलोबाट गाह्रोतिर जान ठिक हुन्छ. प्रब्लम 2 सल्युसन. मैले यसलाई यहाँनिर कपी गरेँ. यो स्टेटमेन्ट घरिघरि किन बनाउनु. एकचोटि सबैले क्वेशन नम्बर 2 हेरौँ. क्वेशन नम्बर 2 मैले स्क्रिनमा देखाउँछु एकचोटि. Dang Textile Company Limited had the following financial statements as on December 31st, 2019 and 2020. अब December 31st, 2019 र 20 को हामीलाई फाइनान्शियल स्टेटमेन्ट दिएको छ. क्लियरली हामीले देख्न सक्छौं. कम्पनीको एसेट्स 19 र 20 को यहाँ दिएको छ. विभिन्न कम्पोनेन्टहरु छ एसेटको. अनि लायबिलिटीज को 19 र 20 को विभिन्न कम्पोनेन्टहरु यहाँ दिएको छ है. यो कम्पोनेन्टहरु ब्यालेन्स सिट मात्र दिएको छ. इन्कम स्टेटमेन्ट दिएको छैन यो क्वेशनमा है. इन्कम स्टेटमेन्ट दिएको छैन. तिमीले सिम्पली हेर. र इन्कम स्टेटमेन्टको सट्टामा हामीलाई केही नोट दिएको छ यहाँनिर एडिसनल इन्फर्मेसनहरु. नोट दैट फर 2020 depreciation was 1,89,000. Interest paid was ₹21,000. Taxes paid amounted to ₹1,40,000 and no dividends were paid. यस्तो incomplete information दियो के additional information. अब prepare the cash flow statement. हामीले cash flow statement बनाउने हो. अनि briefly summarize the findings in part A. Part A को finding लाई हामीले summarize गर्ने हो. अब यो summarize गर्ने theoretical aspectहरु भनेको नर्मली हामीले क्याश फ्लो स्टेटमेन्ट को एनालिसिस गर्ने. अघि त हामीले एक नम्बरमा प्रिपेयर मात्रै गर्यौं. यहाँनिर हामीले क्याश फ्लो स्टेटमेन्ट को एनालिसिस पनि गर्छौं है. अब त्यो गर्दाखेरि फर्स्ट अफ अल अब एकचोटी सबैले क्वेशन हेरौँ है त. अब हामीलाई गर्नुपर्ने हामीले चाहिँ इनडाइरेक्ट मेथडबाट हो. इनडाइरेक्ट मेथडबाट गर्दाखेरि मैले यही कुरालाई यहाँ यसलाई डिलिट गर्दै है. इनडाइरेक्ट मेथडबाट गर्दाखेरि हामीले क्याश फ्रम अपरेटिङ एक्टिभिटीज निकाल्दा वी बिगिन विथ नेट इन्कम. नेट इन्कमबाट हामीले स्टार्ट गर्छौं. अब प्रब्लम 2 मा हेर त नेट इन्कम कहाँ छ. सबैले हेरौँ है. प्रब्लम 2 मा नेट इन्कम कहाँनिर छ. पहिलो कुरा के ध्यान दिनुपर्छ भने इन्कम स्टेटमेन्ट दिएको छैन, त्यसकारणले नेट इन्कम छैन यहाँ. त्यसैले नेट इन्कम हामीले कसरी पत्ता लगाउने.
increase in return earning. Increase in return earning, right answer. रिटेन अर्निङ को हैन सर हो रिटेन अर्निङमा बढेको जुन छ नि त्यो चाहिँ नेट इन्कमको कारणले, किनकि क्वेसनले के भनेछ भन्दाखेरि नो डिभिडेन्ड्स वेयर पेड भनेछ, डिभिडेन्ड जिरो छ सबै रिटेन अर्निङ भनेपछि हामीले यो वर्ष जति कमायो त्यो सबै रिटेन अर्निङको रूपमा राख्यौँ। यदि यहाँनिर क्वेसन डिभिडेन्ड पेड वेयर रुपिज मानौ 15,000 वा 10,000 दिएको भए त्यसलाई चाहिँ एडजस्ट गर्नुपर्ने हैन, त्यसलाई चाहिँ एडजस्ट गर्नुपर्ने हुन्छ नेट इन्कम निकाल्न। जस्तै इक्जाम्पलको लागि भनौँ न रिटेन अर्निङ हेरेर त यो कतिले बढेको छ, यो सुल्टै छ हैन 19 र 20 13,64,000 छ, 11,92,000 8 13,64,000 1,172 माइनस 11,92,000 1,72,000 ले रिटेन अर्निङ बढेको छ है। र डिभिडेन्ड पेमेन्ट गरेको छैन, डिभिडेन्ड पेमेन्ट गरेको जिरो छ यसमा। यदि मानौ यसमा डिभिडेन्ड पेमेन्ट कम्पनी पेड अ डिभिडेन्ड अफ रुपिज मानौ 10,000 ड्युरिङ द इयर भनेको भए के हुन्थ्यो? यदि 10,000 डिभिडेन्ड पेमेन्ट गरेको भए के हुन्थ्यो? नेट इन्कम 1,72,000 हुन्थ्यो। 10,000 के भन्नु डिभिडेन्ड पेड यदि डिभिडेन्ड पेड 10,000 भएको भए के हुन्थ्यो? अनि 162 हुन्थ्यो त्यसो भए 162 हुन्थ्यो कि 82 हुन्थ्यो? सुनिल जी 62 हुन्थ्यो कि 82 हुन्थ्यो? इन्डाइरेक्ट मेथड 62 हुन्थ्यो कि 82 हुन्थ्यो? मेरो प्रश्नको जवाफ देऊ पहिला। 1,62,000 हुन्थ्यो कि 1,82,000 नेट इन्कम? 172 भयो के डिभिडेन्ड पेड भनेको त घटाउनु पर्यो। घटाउनु पर्यो तिमीलाई, उल्टो नसोच न। डिभिडेन्ड पेमेन्ट पछि रिटेन अर्निङ बढेको हो। नेट इन्कम कति हो? नेट इन्कम भनेको त बढेको रिटेन अर्निङ प्लस डिभिडेन्ड होइन। 1,82,000 हुन्थ्यो त्यस्तो बेलामा। कन्फ्युज हुने होइन, यो ख्याल गरेर यस्तो कुराहरूमा एकदम रट्टा मार्न भन्दा पनि पढ्न चाहिँ ध्यान दिनु पर्यो। सर नेट इन्कम तल आइसकेपछि माथि त एडजस्ट भएपछि प्लस त गर्न पर्यो, टोटल निकाल्न अलिक कन्फ्युजन भयो। ल यसलाई मैले यहाँ फिगर पनि लेखिदिन्छु। तिम्रो रिटेन अर्निङ चाहिँ पहिला 13 लाख है, 13,64,000 थियो। अहिले 2020 को 2019 मा यो 11,92,000 छ भनेपछि यसको डिफरेन्स नै तिम्रो के भयो? यो रिटेन अर्निङ 1,72,000 नेट इन्कम भयो है। अब नेट इन्कम पछि यसमा हामीले कम्प्लिट इन्कम स्टेटमेन्टको इन्फर्मेसन छैन। अब तिमीले एकचोटि उसमा जाऊ, तिमी केमा जाऊ भन्दाखेरि एडिसनल इन्फर्मेसनमा। नेट इन्कममा हामीले जहिले पनि यो एड गर्नुपर्छ, नन क्यास एक्सपेन्सेसहरू एड गर्नुपर्छ, नन क्यास एन्ड नन अपरेटिङ एक्सपेन्सेस, जसमध्येमा एउटा डिप्रिसिएसन त्यहाँनिर छ। डिप्रिसिएसन कति छ? 1,89,000 यसलाई एड गर्ने, ठिक छ नि? यो एड गर्दाखेरि कति आउँछ? 172 प्लस 89,000 3,61,000 आउँछ, ठिक छ? अब यसमा हामीले के गर्नुपर्छ भन्दाखेरि एडजस्टमेन्ट गर्नुपर्छ। के भन्दाखेरि चेन्जेस इन करेन्ट एसेट्स एन्ड करेन्ट लायबिलिटिजलाई एक्सेप्ट क्यास बाहेकको तिमीले फेरि झुकिने होइन है। जस्तै यो एडिसनल इन्फर्मेसनमा तिमीलाई इन्ट्रेस्ट पेड 21,000 दिएको छ नि होइन? मैले त्यो देखाएँ, क्वेसन सबैसित छ कि छैन? फेरि अब भोलि आउँदाखेरि क्वेसन चाहिँ हुनु पऱ्यो है सबैको हातमा, छ कि छैन मैले त देख्दिनँ। इन्ट्रेस्ट पेड 21,000 छ, ट्याक्स पेड चाहिँ 1,14,000 छ होइन? यो दिएको छ नि हामीलाई होइन? यो आइटमलाई हामीले केही पनि गर्दैनौँ, किनभने यो आइटमहरू क्यास फ्लो। इन्ट्रेस्ट पेमेन्ट गर्दाखेरि क्यास जान्छ, ट्याक्स पेमेन्ट गर्दाखेरि पनि क्यास जान्छ। जुन नेट इन्कम क्यालकुलेसन गर्दा अलरेडी घटाइसकिएको हुन्छ होइन र। नेट इन्कम जुन 1,72,000 आउँछ नि, त्यो 1,72,000 नेट इन्कम आएको भनेको त्यसमा इन्ट्रेस्ट पनि घटेको छ, ट्याक्स पनि घटेको छ। त्यही भएर नेट इन्कमलाई लेखिसकेपछि हामीले यिनीहरूलाई लेख्नु पर्दैन।
तर डिप्रिसिएसनलाई जोड्नुपर्छ फेरि, किनकि नेट इन्कम क्याल्कुलेसन गर्दा तिम्रो डिप्रिसिएसन घटाएको हुन्छ, तर डिप्रिसिएसन भनेको क्यास एक्सपेन्सेस होइन, त्यो के हो नन क्यास एक्सपेन्सेस हो हैन, त्यस कारणले हामीले यसलाई जोडेको डिप्रिसिएसनलाई, त्यसरी ख्याल गर्नु। अब यहाँनिर यो आयो 3,61,000। अब यसबाहेक एडिसनल इन्फर्मेसनमा केही पनि छैन। अब हामीले ब्यालेन्स सिटबाट एडजस्टमेन्ट गर्ने, ब्यालेन्स सिटबाट चेन्जेस इन करेन्ट एसेट्स एन्ड करेन्ट लायबिलिटिज, यो एक्सेप्ट क्यास है, क्यास ब्याक। किन क्यास ब्याक हुन्छ भन्दाखेरि क्यासको त हामीले चेन्जेस चाहिँ लास्टमा निकाल्छौँ नि त क्यास फ्लो स्टेटमेन्ट। अब त्यो एडजस्टमेन्ट गरौँ। अब पहिलो क्यास इक्विभ्यालेन्ट त लास्टमा, पहिलो आइटम तिमीले त्यहाँनिर हेर एकचोटि सबैले, मैले ब्यालेन्स सिट निकालेँ। यो सीता अधिकारी के भइरहेछ घरिघरि डिस्कनेक्ट भएको छ ब्यालेन्स सिट चाहिँ के है त। ल अब पहिला हामी करेन्ट एसेट्सबाट स्टार्ट गरौँ। यो क्यास एन्ड क्यास इक्विभ्यालेन्टलाई हामीले केही पनि गर्दैनौँ, यो लास्टमा क्यास फ्लो स्टेटमेन्ट चेन्जेस आउँछ। एकाउन्ट रिसिभेबल हेरौँ 3,46,000 र 5,28,000 भनेको बढेको छ। कतिले बढेको? 1,82,000 ले बढेको छ। त इन्क्रिज इन एकाउन्ट्स रिसिभेबल बढ्यो कति? 1,82,000, 1,82,000 यो क्यास आउटफ्लो भयो, त्यसलाई ब्र्याकेटमा लेख्ने, ठिक छ। इन्क्रिज इन एकाउन्ट्स रिसिभेबल। ओके ओके, लेट्स गो टु द नेक्स्ट। अर्को हेरौँ, एकाउन्ट रिसिभेबल चाहिँ इन्भेन्ट्रिज पनि बढेको छ, 6,83,000 भएको छ। 6,83,000 माइनस 4,32,000, 2,51,000 यो बढेको छ है। अब यसलाई पनि हामीले यहाँनिर इन्क्रिज इन इन्भेन्ट्रिज, अब कति रे 2,51,000 यो बढेको, पर्चेस गरेर बढेको, त्यस कारणले यसलाई क्यास आउटफ्लो लेख्ने, माइनस गर्न पर्यो। इन्क्रिज इन इन्भेन्ट्री है। अब नेक्स्ट आइटम हेरौँ ब्यालेन्स सिटमा। अब करेन्ट एसेट्स यति नै हो। अब करेन्ट लायबिलिटिजमा हेरौँ। करेन्ट लायबिलिटिजमा एकाउन्ट्स पेबल इन्क्रिज भएको छ, 627 माइनस 430 गर्दाखेरि 2,14,000 ले इन्क्रिज भएको छ। फेरि यसलाई हामीले यहाँ लेखौँ, इन्क्रिज इन एकाउन्ट्स पेबल कति? 2,14,000। एकाउन्ट्स पेबल बढेको भनेको इन्फ्लो हुन्छ, त्यही भएर यसलाई ब्र्याकेट बाहिर लेख्ने, इन्फ्लो हुन्छ हैन। अनि त्यस्तै गरी अर्को आइटम हेरौँ, त ब्यालेन्स सिटमा अर्को आइटम छ एकाउन्ट्स पेबल एक्रुड एक्सपेन्सेस भनेर, एक्रुड एक्सपेन्सेस भनेर दिएको छ है। अब यहाँनिर हेर है, एउटा कुरा के ध्यान दिनुपर्छ भने मैले दुईटा अप्सन दिन्छु, तर दुईटा अप्सनमा कुन चाहिँ बेटर हो भन्ने कुरा सबैले ध्यान दिनुपर्छ। पहिला त यो एक्रुड एक्सपेन्सेसलाई लेखौँ। एक्रुड एक्सपेन्सेस भनेको तिर्नुपर्ने खर्च, आउटस्ट्यान्डिङ एक्सपेन्सेस, यसलाई सर्टकटमा एक्रुअल्स पनि भन्छ, एक्रुअल्स मात्र भनेर पनि भन्छ। तिर्नुपर्ने खर्च बढेको छ, जस्तै कि 3,14,000 माइनस 2,26,000 कतिले बढ्यो? 88,000 ले बढ्यो। पहिला यसलाई लेखिहालौँ, एडजस्ट गरिहालौँ। इन्क्रिज इन एक्रुड एक्सपेन्सेस 88,000 यो पनि इन्फ्लो भयो है, भयो नि हैन। अब यहाँनिर हेर, यसमा मैले दुईटा अप्सन दिन्छु है। बुकमा दिएको एन्सरतिर नजानु, तिमीहरूले सल्भ गर्दाखेरि त्यो एन्सर भनेको सजेस्टेड एन्सर मात्रै हुन्छ, यसको धेरै आइटमहरूको अल्टरनेटिभ ट्रिटमेन्ट हुनसक्छ। जस्तै यो ब्याङ्क बोरिङ भन्ने छ नि, ब्याङ्क बोरिङ भनेर यो करेन्ट लायबिलिटिजमा दियो, ठिक छ, करेन्ट लायबिलिटिजमा दियो। अनि अर्को टर्मिनोलोजी पनि तिमीले ख्याल गर, नोट्स पेबल भनेर पनि दिन्छ। नोट्स पेबल भनेको पनि सर्ट टर्म ब्याङ्क बोरिङ हो हाम्रो कन्टेक्स्टमा हैन। सर्ट टर्मको लागि यदि हामीले ब्याङ्कबाट कुनै लोन लिन्छ भने त्यसलाई नोट्स पेबल भनिन्छ। खास गरी युनाइटेड स्टेटमा चाहिँ
करेन्ट लायबिलिटिजको 3टा आइटम एकदम पपुलर छ कि एकाउन्ट्स पेएबल, एक्रुअल्स एन्ड नोट्स पेएबल। यो 3टा क्लासिफिकेसन गरेर राखेको हुन्छ। तिमीले जति पनि अमेरिकन राइटरहरूको बेस्ट बुकहरू हेर, त्यसमा चाहिँ करेन्ट लायबिलिटिजको 3टा आइटम हुन्छ। एक्रुअल्स भनेपछि सबै त्यसमा पर्यो, तिर्नुपर्ने खर्चहरू जति जम्मै, जस्तै कि स्यालेरी पेएबल हैन, इन्ट्रेस्ट पेएबल, अनि त्यसपछि ट्याक्स पेएबल, त्यो सबै एक्रुअलमा पर्यो। एक्रुअल भनेको तिर्नुपर्ने। अब मैले यो ब्याङ्क बोरिङको बारेमा कुरा गर्न लाग्थेँ। ब्याङ्क बोरिङ करेन्ट लायबिलिटिज हो हैन, तर ब्याङ्क बोरिङलाई हामीले दुईटा ट्रिटमेन्ट गर्न सक्छौँ। ब्याङ्क बोरिङ मात्रै होइन, नोट्स पेएबल, ब्याङ्क बोरिङ। यसलाई अपरेटिङ एक्टिभिटिजमा देखाए पनि हुन्छ यसलाई हैन, र यसलाई फाइनेन्सिङ एक्टिभिटिजमा देखाए पनि हुन्छ। जेमा देखाए पनि केही फरक हुँदैन, मिस्टेक हुँदैन। तर मैले के सजेस्ट गर्छु स्टुडेन्टलाई भनेको चाहिँ, मैले सजेस्ट गर्दाखेरि यो ब्याङ्क बोरिङ, नोट्स पेएबल जस्तो आइटमहरूलाई फाइनेन्सिङ एक्टिभिटिजमा देखाउँदा राम्रो हुन्छ। यो चाहिँ स्ट्यान्डर्ड प्र्याक्टिस हो। त्यसको पछाडिको लजिक छ कि करेन्ट लायबिलिटिज हुँदाहुँदै पनि करेन्ट लायबिलिटिजको दुईटा क्याटेगोरी हुन्छ। एउटा क्याटेगोरी भनेको स्पोन्टेनियस लायबिलिटिज भन्छ हैन, एउटा करेन्ट लायबिलिटिज चाहिँ स्पोन्टेनियस हुन्छ। अर्को करेन्ट लायबिलिटिज भनेको नन स्पोन्टेनियस हुन्छ। नन स्पोन्टेनियस भनेको त्यसलाई हामीले निगोसिएटेड भन्छौँ, निगोसिएटेड बोरिङ भन्छ। स्पोन्टेनियस फाइनेन्सिङ एन्ड निगोसिएटेड फाइनेन्सिङ करेन्ट लायबिलिटिजको दुईटा कम्पोनेन्ट हुन्छ। जस्तै यो एकाउन्ट्स पेएबल भनेको स्पोन्टेनियस हो। यसको लागि कुनै मतलब ब्याङ्कबाट लोन लिँदाखेरि हामीले जुन निगोसिएसन गर्नुपर्छ नि, ब्याङ्कबाट लोन लिँदाखेरि, यो एकाउन्ट्स पेएबलको लागि त्यस्तो निगोसिएसन गर्नु पर्दैन। हाम्रो सेल्स बढ्ने भयो भने हामीले पर्चेस बढाउँछौँ, पर्चेस बढ्दाखेरि अटोमेटिकली क्रेडिट पर्चेस पनि बढ्छ, क्रेडिट पर्चेस बढेपछि अटोमेटिकली स्पोन्टेनियसली एकाउन्ट्स पेएबल क्रिएट हुन्छ हैन। अनि त्यस्तै गरी गएर हाम्रो विभिन्न प्रकारको खर्चहरू बढ्दाखेरि अटोमेटिकली एक्रुअल्स पनि इन्क्रिज हुन्छ। त्यही भएर यो एकाउन्ट्स पेएबल, एक्रुअल्सलाई हामीले स्पोन्टेनियस लायबिलिटिज भन्छौँ। यो स्पोन्टेनियस लायबिलिटिज चाहिँ जहिले पनि के हुन्छ भने नन इन्ट्रेस्ट बियरिङ हुन्छ। नन इन्ट्रेस्ट बियरिङ ख्याल गर्नु है सबैले। यसमा हामीले इन्ट्रेस्ट पेमेन्ट गर्दैनौँ। हामीले कसैसित उधारोमा किनेर ल्यायौँ अनि 15 दिनपछि त्यसलाई उधारोको भुक्तानी गरौँ न, 15 दिनको क्रेडिट ल्यायो त हामीले जति पेमेन्ट गर्नुपर्ने हो त्यसमा खालि पर्चेस भ्यालु मात्र पेमेन्ट गर्छौँ हैन, त्यसमा ब्याज जोडेर पेमेन्ट त गर्दैनौँ उधारो खरिदको। तर ब्याङ्क बोरिङको के हुन्छ, ब्याङ्क बोरिङ नोट्स पेएबलहरूको के हुन्छ भने यसको केसमा हामीले इन्ट्रेस्ट पेमेन्ट गर्नुपर्छ। त्यही भएर यो यस्तोलाई हामीले निगोसिएटेड फाइनेन्सिङ भन्छौँ। यो इन्ट्रेस्ट बियरिङ डेट हो हैन, ब्याज तिर्नुपर्ने उधारो हो, ठिक छ नि। एकाउन्ट्स पेएबल भनेको पनि उधारो हो, ब्याज नतिर्नुपर्ने उधारो। ब्याङ्क बोरिङ भनेको पनि उधारो हो, बोरिङको मतलब उधारो वा सापटी भन्ने हुन्छ हैन। तर यो के हो त, ब्याज तिर्नुपर्ने। नोट्स पेएबलमा, ब्याङ्क बोरिङमा हामीले इन्ट्रेस्ट पेमेन्ट गर्नुपर्छ। त्यसो भएको हुनाले बिकज अफ द्याट रिजन आई सजेस्ट द्याट यु सो ब्याङ्क बोरिङ इन्टु फाइनेन्सिङ एक्टिभिटिज। त्यही भएर मैले यहाँ चाहिँ यो फाइनेन्सिङ एक्टिभिटिजमा म देखाउँछु, यसलाई अपरेटिङ एक्टिभिटिजमा म इन्क्लुड गर्छु। हजुर भनेपछि इन्ट्रेस्ट पेमेन्ट गर्ने भनेपछि हामीले उता फाइनेन्सिङतिर राख्दिन भन्न खोज्नु। मैले के भने, अब तिमीले के बुझ्यौ, अब तिमीले भन त, तिमीले मैले भनेको कुरा सुन्यौ, अब तिमीले सप्रसँग व्याख्या गर त, अनि त्यसपछि मैले भनेको सही बुझ्यो कि बुझेनौ भन्ने अनि साथीहरूलाई पनि हुन्छ नि तिमीले भनेको सुनेको। मैले त सर एग्रिगेटमा त्यही बुझेँ कि ब्याङ्कसँग सम्बन्धित र ब्याङ्क एक्टिभिटीमा अब इन्ट्रेस्टहरू पेमेन्ट गर्न पर्ने फाइनेन्सियल एक्टिभिटी राख्ने होइन, अनि त्यसपछि डाइरेक्ट, अनि त्यसपछि पेएबल एक्सपेन्सेसहरू अब पर्सनहरूसँग रिलेटेड अथवा डाइरेक्ट एक्टिभिटीमा रिलेटेड भयो भने अपरेटिङमा राख्ने बुझेको। मैले त्यति मात्र भनेको। मैले त्यति मात्र भने हो, त्योभन्दा अझै थप कुरा पनि त मैले भनेको थिएँ नि होइन। कसले भन्छ यार मैले भनेको कुरा ठ्याक्कै? विश्वमणि सापकोटा ल भनौँ त, कोही भनिदिनु त यसो, मैले त्यति बुझेँ के। विश्वमणि सापकोटा। सर मैले पनि त्यही उसले जस्तै बुझेको बुझ्न चाहिँ त्यो बुझेको आंशिक भयो, त्यो बुझेको ठिक छ तर आंशिक भयो। मैले अर्को पनि के भनेको थिएँ भन्दाखेरि
यो बैंक बोरोइङलाई पनि अपरेटिङ एक्टिभिटीमा राख्न सकिन्छ करेन्ट लायबिलिटिजको कम्पोनेन्ट भएको कारणले हैन राख्न सकिन्छ राखेर गल्ती हुँदैन एज एन एक्जामिनर मैले तिमीले सल्भ गरेको पेपर मैले चेक गरेर तिमीले बैंक बोरोइङलाई अपरेटिङ एक्टिभिटीजमा राखेछौ भने मैले त्यसलाई गलत भन्दिनँ त्यसलाई मैले राइट दिन्छु 100% मार्क्स दिन्छु तर मैले स्ट्यान्डर्ड प्र्याक्टिसको कुरा गरेको के भन्दाखेरि स्ट्यान्डर्ड प्र्याक्टिसमा के हुन्छ भने करेन्ट लायबिलिटिजको दुईटा कम्पोनेन्ट हुन्छ एउटा चाहिँ इन्ट्रेस्ट बेयरिङ र अर्को नन इन्ट्रेस्ट बेयरिङ ठीक छ नि यो अस्ति हामीले फाइनेन्सियल रेसियोहरू पढ्दा पनि मैले कुरा गरेको थिएँ इन्ट्रेस्ट बेयरिङ भन्ने बित्तिकै त्यसमा हामीले ब्याज तिर्नुपर्छ भनेपछि त्यस्तोलाई फाइनेन्सिङमा राख्नुपर्छ लजिकल हुन्छ क्या राखेको राम्रो हुन्छ हैन अब अहिले नेपाल एकाउन्टिङ स्ट्यान्डर्डले पनि त्यही कुरा गाइडेड गरेको छ बैंक बोरिङमा ब्याज तिर्नुपर्छ त्यही भएर त्यसलाई फाइनेन्सिङ एक्टिभिटिजमा राख्ने हैन ब्याज नतिर्न पर्नेलाई हामीले अपरेटिङ एक्टिभिटिजमा राख्ने तर यसको अर्थ यो ठिकै बुझेरै छु सर ठिकै बुझेरै छु त्यसो तर यसको फेरि यो कुरा तिमीले ध्यान दिएनौ नि त यसको अर्थ यो होइन कि बैंक बोरिङलाई फाइनेन्सिङमै राख्ने अपरेटिङमा राख्यो भने गल्ती हुन्छ भन्ने चाहिँ होइन है मैले त्यो भनेको त्यसकारणले त्यसलाई त्यो पनि दिमागमा चाहिँ राखिरहनु भने तिमी दुईटा साथी गर्दाखेरि एउटाले बैंक बोरिङलाई अपरेटिङमा राख्यो अर्कोले फाइनेन्सिङमा राख्यो भने तिम्रो क्यास फ्रम अपरेटिङ एक्टिभिटिज फरक फरक आउँछ दुईटाको हैन तर त्यसको अर्थ गल्ती भएको होइन त्यो चाहिँ होइन है लास्टमा एग्रिगेट त एउटै आउँछ हैन सर लास्टमा चेन्जेस इन क्यास चाहिँ एउटै आउँछ तिमीले खाली के कुरा बुझ्नु पर्यो भन्दाखेरि हामीले कुनै एउटा प्र्याक्टिसलाई एडप्ट गरौँ र सकेसम्म प्र्याक्टिसलाई एडप्ट गर्दाखेरि स्ट्यान्डर्ड प्र्याक्टिसलाई एडप्ट गर्दा राम्रो हुन्छ जुन चाहिँ नेपाल एकाउन्टिङ स्ट्यान्डर्डले पनि गाइडेड गरेको छ ओके अब हाम्रो कन्क्लुजन के भयो भने बैंक बोरिङलाई हामीले फाइनेन्सिङ एक्टिभिटिजमा राख्छौँ फाइनेन्सिङमा राख्ने भनेपछि अब अपरेटिङ एक्टिभिटिजमा जाने यति मात्र आइटम हो ल यसलाई अब एडजस्ट गरौँ त यहाँ यो आउटर कलममा लेखौँ 1,82,000 नेगेटिभ प्लस 2,51,000 नेगेटिभ 2,14,000 3,02,000 भयो अनि 182 ल यो कति आउँछ भन्दाखेरि नेगेटिभ आउँछ तिम्रो नेगेटिभ 1,31,000 है अब माथिकोबाट यो घटाइदिउँ 1,31,000 3,61,000 बाट घटाउँदाखेरि कति आउने भयो रुपिस 2,60,000 आउने भयो होइन 2,30,000 छ 2,30,000 यो नै हाम्रो के भयो त क्यास फ्लो फ्रम operating activities ल cash flow from operating activities छ नि ओके अब हामी नम्बर 2 मा cash from investing activities निकाल्छौँ cash from investing activities हेरौँ सबैले ब्यालेन्स सिटमा हेरौँ इन्भेस्टिङ एक्टिभिटिज भनेपछि ब्यालेन्स सिटमा हेर्नुपर्छ अब ब्यालेन्स सिटमा तिम्रो करेन्ट एसेट्सको 3टा आइटम छ अनि नेट फिक्स एसेट्स भनेर दिएको छ है नेट फिक्स एसेट्स सबैले ध्यान दिने यो नेट फिक्स एसेट्स चाहिँ 11,13,000 बाट बढेर 13,98,000 भएको छ हो कतिले बढ्यो 13,98,000 माइनस 11,13,000 कति 2,85,000 ले बढ्यो है 2,85,000 ले बढ्यो अब यो नेट फिक्स एसेट्स भनेपछि यसमा डिप्रिसिएसन कटेको छ अनि डिप्रिसिएसन कति कटेछ भन्दाखेरि तिमीले यो तल हेर्न सक्छौ यहाँ डिप्रिसिएसन चाहिँ 1,89,000 कटेको रहेछ भनेपछि डिप्रिसिएसन कटिसकेपछिको इन्क्रिमेन्ट हो अनि हामीले अब यहाँ पर्चेज निकाल्दाखेरि के गर्छौँ पर्चेज अफ फिक्स एसेट्स निकाल्दा ग्रस भ्यालु निकाल्नु पर्यो हैन पर्चेज अफ फिक्स एसेट्स निकाल्दा ग्रस भ्यालु निकाल्नु पर्यो त्यो ग्रस भ्यालु भनेको फिक्स एसेट्स नेट फिक्स एसेट्समा भएको चेन्ज कति आयो रे 2,85,000 प्लस डिप्रिसिएसन रुपीस 1,89,000 त्यही हो नि हैन 1,89,000 ओके ल यसलाई जोड दिनु अब
यसलाई जोड्दाखेरि तिम्रो 285 प्लस 189,000 यो चाहिँ आउँछ हाम्रो 474 हो है। अब त्यस्तै गरी ब्यालेन्स सिटमा फेरि हेरौँ। ब्यालेन्स सिटमा अर्को आइटम हामीले के पाउँछ भने यो इन्भेस्टमेन्ट भनेर छ यहाँ। इन्भेस्टमेन्ट भनेको यो लङ टर्म इन्भेस्टमेन्ट हो है। 87,000 बाट घटेर 0 भएको छ। इन्भेस्टमेन्ट किन घट्छ? हामीले गरेको इन्भेस्टमेन्टलाई सेल गरेर घट्छ हैन र। 2019 मा 87,000 इन्भेस्टमेन्ट गरेको थियो, 2020 मा त्यो इन्भेस्टमेन्ट घटेको छैन भनेको मतलब त्यो इन्भेस्टमेन्टलाई हामीले के गर्यौँ लिक्विडेट गर्यौँ हैन। लिक्विडेट भनेको सेल गर्यौँ। त्यसलाई हामीले यहाँनिर सेल अफ इन्भेस्टमेन्ट भनेर लेख्छौँ। सेल अफ इन्भेस्टमेन्ट 87,000। ल अब यो घटाइदिउँ त। यो घटाएर आउने चाहिँ हाम्रो क्याश फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज। यो कति आउँछ नेट एमाउन्ट निकालौँ। 4,74,000 माइनस 87,000 3,87,000 आउँछ। 87 ल यसलाई हामीले यो गर्यौँ है। अब नम्बर 3 मा क्याश फ्रम फाइनान्सिङ एक्टिभिटिज। अब फाइनान्सिङ एक्टिभिटिजको क्याश फ्लो निकाल्नको लागि फेरि हामीले ब्यालेन्स सिटमा हेर्नुपर्ने हुन्छ। ब्यालेन्स सिटमा एकचोटि सबैले हेरौँ। यो मैले अघि भने यो ब्याङ्क बोरोइङलाई हामीले के लेख्ने त फाइनान्सिङमा लेख्ने। 1 लाखबाट बढेर 2,35,000 भएको छ भनेको 1,35,000 ले इन्क्रिमेन्ट भयो। द इन्क्रिज इन ब्याङ्क बोरोइङ कति 1,35,000 हैन 1,35,000 ले बढ्यो। अनि त्यसपछि यो इन्फ्लो भयो। त्यसपछि अर्को आइटम हेरौँ करेन्ट लायबिलिटिज कमन स्टक। कमन स्टकमा कुनै चेन्ज भएको छैन हैन। कमन स्टकमा कुनै चेन्ज भएको छैन। अनि त्यसपछि अघि हामीले क्वेसनले भनेको रिटेन अर्निङ। रिटेन अर्निङमा जुन चेन्जेस भएको छ त्यो चेन्जेस के को कारणले भएको? नेट इन्कमको कारणले भएको हैन। किनकि डिभिडेन्ड पेमेन्ट गरेको छैन। यदि डिभिडेन्ड पेमेन्ट गरेको भए क्वेसन नम्बर 1 मा जस्तो त्यसलाई हामीले फाइनान्सिङ एक्टिभिटिजमा डिभिडेन्ड पेमेन्ट भनेर लेख्थ्यौँ। तर यो रिटेन अर्निङमा इन्क्रिमेन्ट भएको कारण नेट इन्कमले भएको जुन नेट इन्कम चाहिँ अपरेटिङ एक्टिभिटिजमा गइसक्यो त्यस कारणले यसलाई केही नगर्ने। अब यसपछि बच्यो के? यसपछि बच्यो केही पनि बचेन। अब जोड्न घटाउन मात्रै बच्यो। त यसलाई हामीले क्याश फ्रम फाइनली क्याश फ्लो फ्रम फाइनान्सिङ एक्टिभिटिज भनेर यो चाहिँ 1,35,000 इन्फ्लो देखाउने हैन। अब यो इन्फ्लो देखाइसकेपछि फाइनली हामीले के गर्छौँ त? फाइनली हामीले तीनटाको क्याश फ्लोलाई एडजस्ट गर्छौँ है। तीनटाको क्याश फ्लोलाई एडजस्ट गर्छौँ। ल यसलाई एडजस्ट गराउन कति आउँछ? 65 भनेपछि 85 2,30,000 पोजिटिभ भयो। यो 2,30,1,35 अनि त्यसपछि त्यो 2,30,000 यो त माइनस 1,35,000 22,000 माइनसमा जान्छ। माइनस 22,000 कति रे?
22,000 लस माइनस हुने भयो नि 22,000 माइनस माइनसमा आउँछ हैन ल यसलाई हामीले माइनसलाई ₹22,000 भनेर लेखौँ ब्र्याकेटमा अब यो माइनस भनेको डिक्रिज इन रिटेन हो नि रिटेन आयो यार क्यास एन्ड सरी क्यास जे पाए त्यही नबोल न यार डिक्रिज इन क्यास एन्ड क्यास इक्विभ्यालेन्ट क्यास र क्यास इक्विभ्यालेन्टमा घटेको तिमीले अब ब्यालेन्स सिटमा हेर त सबैले ब्यालेन्स सिटमा हेर्ने हो भने के देख्छौ भन्दाखेरि ब्यालेन्स सिटमा क्यास एन्ड इक्विभ्यालेन्ट्स भनेर दिएको छ फर्स्ट आइटम क्यास एन्ड इक्विभ्यालेन्ट्स यो 53,000 छ लास्ट इयर करेन्ट इयर चाहिँ 31,000 छ कतिले घटेछ 22,000 हैन त्यही 22,000 हामीले यहाँ निकालेको अब के गर्ने भन्दाखेरि यसमा यो ओपनिङ ब्यालेन्स 53,000 जोड दिने अनि यो 31,000 आउँछ यहाँनिर ब्यालेन्स गरेर देखाउनुपर्छ यसमा एड गरौँ एड ओपनिङ ब्यालेन्स अफ क्यास एन्ड क्यास इक्विभ्यालेन्ट्स 53,000 यसलाई एड गर्ने यो आउने भयो क्लोजिङ ब्यालेन्स अफ क्यास एन्ड क्यास इक्विभ्यालेन्ट्स कति आउने भयो त यो 31,000 यसरी हामीले क्यास फ्लो स्टेटमेन्ट प्रिपेयर गर्छौँ अब यहाँ लेख्दाखेरि अब अलिक फर्मली लेख्नुपर्छ है यसलाई कस्तो लेख्नुपर्छ भने यो कम्पनीको नाम दिएछ भने कम्पनीको नाम पनि लेख्नुपर्छ दाङ टेक्सटाइल कम्पनी लिमिटेड स्टेटमेन्ट अफ क्यास फ्लो for the year 2020 यसरी कम्प्लिट लेख्ने ठिक छ नि हैन यो अब यो सबैले एकचोटि प्र्याक्टिस गरौँ अनि प्र्याक्टिस गरेपछि केही बाँकी रह्यो भने अर्को क्लासमा हामी फर्दर हिसाबहरू गर्दै जान्छौँ अब अहिले चाहिँ तिमीहरूले प्र्याक्टिस गर हुन्छ ल साह्रो पर्नेछ भने साह्रो यस्तो सानो टाइपको क्वेसन आयो भने तिम्रो म्याक्सिमम चाहिँ अब यस्तो सानो टाइपको क्वेसन आयो भने 5 नम्बरको पनि आउन सक्छ योभन्दा अलिकति सानो वा केही आइटमहरू बढाएर 15 नम्बरको आउन सक्छ 30 नम्बरको आउनको लागि यसमा धेरै इन्फर्मेसन हुन्छ अब यहाँनिर अहिले यो इन्टरप्रिटेसन मैले खालि मौखिक रूपमा मात्र भन्छु हैन समराइज योर फाइन्डिङ फ्रम दिस क्याश फ्लो स्टेटमेन्ट यो क्याश फ्लो स्टेटमेन्टबाट हामीले हाम्रो फाइन्डिङलाई समराइज गरौँ के समराइज गर्नु होला यो क्याश फ्लो स्टेटमेन्टले हामीलाई के भनेको छ भन्दाखेरि के भनेको छ यसो ठ्याक्कै हेर त कसले भन्छ ल सगुन कार्की तिमीले भन सगुन कार्की हजुर सर यो क्याश फ्लो स्टेटमेन्टले हामीलाई के भनेको छ तिमीले खालि यो हरियो हरियो फिगरलाई मात्र हेरेर भन त ग्रीन फिगरलाई operating activities 2,30,000 operating investing activities हजुर अपरेटिङ एक्टिभिटिजबाट 2,30,000 क्याश आएको छ सोझो अर्थमा भन्ने भने हैन इन्भेस्टिङ एक्टिभिटिजमा 3,87,000 क्याश गएको छ फाइनेन्सिङ एक्टिभिटिजबाट 1,35,000 क्याश आएको छ यही देखिन्छ हैन हजुर अब राम्रो कि नराम्रो ल यो भनेको तिमी यसो हुनु राम्रो हो कि
Operating with the investment, investing with the मैले भन्छु तिमीहरूले यसलाई आफ्नो तरिकाले नोट गर्नु है यसलाई म भनौँ सगुन काट्नु ल तिम्रो यहाँनिर जहिले पनि एउटा कुरा के बुझ्नुपर्छ भने इन्भेस्टिङ एक्टिभिटिजको क्यास फ्लो जहिले पनि नेगेटिभ हुन्छ जहिले पनि भन्दा प्रायः जसो इन 99% केसेस हैन नेगेटिभ हुन्छ क्यास आउटफ्लो हुन्छ अब हामीले यहाँनिर के कुरा ध्यान दिनुपर्छ भन्दाखेरि कुनै पनि कम्पनीले इन्भेस्टमेन्ट किन गर्छ इन्भेस्टिङ एक्टिभिटिज किन इन्भल्भ हुन्छ भन्दाखेरि कम्पनीसित प्रफिटेबल इन्भेस्टमेन्ट अपर्च्युनिटी भएकोले इन्भेस्टमेन्ट गर्छ हैन यसले इन्भेस्टमेन्ट गर्यो भनेको पर्चेज अफ फिक्स एसेट्स जुन देखिएको छ नि यो गरेको इन्भेस्टमेन्ट सेल गरेछ र नेट तिम्रो इन्भेस्टिङ एक्टिभिटिजमा क्यास आउटफ्लो 3,87,000 छ भनेको अर्थ के देखाउँछ भन्दाखेरि cash outflow in investing activities represent that the company has profitable investment opportunity. Company is the profitable investment opportunity छ भन्ने देखाउँछ त्यसले अब प्रश्न के आउँछ भने how the company is going to satisfy this investment requirement of 3,87,000 कम्पनीले यो इन्भेस्टमेन्ट रिक्वायरमेन्ट कसरी सेटिस्फाई गरेको छ भन्दाखेरि तिमीले आउट अफ 3,87,000 2,30,000 cash has been generated from the operation, regular operation of the business. 2,30,000 चाहिँ business को regular operation बाट 2,30,000 generate भएको छ। अब normally के हुन्छ भने कुनै पनि company को लागि राम्रो के हुन्छ भने आफ्नो investment requirement यदि companyले आफ्नो investment requirement totally operating activities बाट पुरा गर्न सक्यो भने त्यो कम्पनीको केस चाहिँ राम्रो हो अपरेटिङ एक्टिभिटिज बाट जनरेट भएको क्याश बाट कम्पनीको इन्भेस्टमेन्ट रिक्वायरमेन्ट फुलफिल हुन्छ भने हैन इफ द कम्पनी क्यान सेटिस्फाई इट्स इन्भेस्टमेन्ट रिक्वायरमेन्ट टोटली आउट अफ द क्याश जेनेरेटेड फ्रम अपरेटिङ एक्टिभिटिज देन वी कन्सिडर द अपरेटिङ एफिसिएन्सी अफ द कम्पनी इज बेटर एन्ड इन दैट केस द कम्पनी शुड नट रिलाय अन outside financing मा भर पर्नु पर्दैन त्यस्तो बेलामा हैन यदि यो अपरेटिङ एक्टिभिटिज बाट आउने क्याशले यो इन्भेस्टमेन्ट रिक्वायरमेन्ट पूरा भएन भने कम्पनीले के गर्नुपर्छ आउटसाइड फाइनान्सिङ मा भर पर्नुपर्छ त्यही भएर कम्पनीले यहाँनिर बैंक बोरिङ इन्क्रिज भएको छ नि त्यो बैंक बोरिङ इन्क्रिज भएको कारण किन हो भनेपछि यो इन्भेस्टमेन्ट रिक्वायरमेन्ट पूरा गर्नको लागि कम्पनीको अपरेसनबाट जेनेरेट भएको क्याश चाहिँ सफिसिएन्ट भएन त्यही भएर कम्पनीलाई त इन्भेस्टमेन्ट गर्नु छ त्यही भएर कम्पनीले डिभिडेन्ड पनि तिरेन र कम्पनीले आउटसाइड फाइनान्सिङ युज गर्यो हैन त्यसकारणले हामीले यहाँ के बुझ्नुपर्छ भन्दाखेरि कम्पनी हैज प्रफिटेबल इन्भेस्टमेन्ट अपर्च्युनिटी सो दैट इट हैज इन्क्रिज्ड इट्स फिक्स्ड एसेट्स अर इन्भेस्टमेन्ट फिक्स्ड एसेट्स नै भनौँ हाउएभर द क्याश रिक्वायर्ड फर इन्भेस्टिङ एक्टिभिटिज आर पार्शियली सेटिस्फाइड बाय द क्याश फ्रम अपरेटिङ एक्टिभिटिज यो पार्शियली क्याश फ्रम अपरेटिङ एक्टिभिटिजबाट सेटिस्फाई भएको छ जति बढी क्याश फ्रम एक्टिभिटिजबाट सेटिस्फाई हुन्छ त्यति नै राम्रो मान्नुपर्छ जस्तै 3,87,000 मा 2,30,000 अपरेटिङ एक्टिभिटिजबाट सेटिस्फाई भयो हैन त्यो भनेको तिम्रो कति पर्सेन्ट सेटिस्फाई भयो भन्दाखेरि about 60%. About 60% cash required for investing activities has been satisfied from operating activities, which can be considered good. Best भन्न सकिन्न, good भन्न सकिन्छ, जसलाई राम्रो भन्न सकिन्छ। हामीले यसरी हेर्ने हो कि कम्पनीको अपरेटिङ एफिसिएन्सी कस्तो छ भने। ल अब तिमीहरूले यसलाई बुझ्ने प्रयास गर एकचोटि हैन। अब तिमीहरूलाई मैले प्रब्लमको ह्यान्डआउट्स र स्लाइड्सहरु पनि जम्मै पठाइदिएको छु। अब 1 मिनेट पनि बाँकी छैन। बाँकी चाहिँ भोलि गरौँला। तिम्रो प्र्याक्टिस गर के प्रब्लमहरु हुन्छ अनि भोलि हामी सर यसको इन्डाइरेक्टको स्क्रिन देखाउनु त एकचोटि। अब 1 मिनेट पनि छैन है टाइम सारिहाल्नु। ल त्यसपछि सबैलाई बाइ बाइ। ल